गुड मर्निङ गाइज। हामी आज दोस्रो दिन हामी आज घाँसादेखि मुक्तिनाथ दर्शनको लागि हिँड्दैछौँ र स्टुडेन्टहरूलाई हामीले बाटो हिँडाल्दैछौँ है। अनि त्यस्तै गरी हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको हिमाल, यहाँको ब्युटी, आनन्द यस्तो छ। चट्ट लाएर हेलो गाइज, हामी टाको लाएर अहिले हामी जुमसुममा आइपुगेका छौँ। जुमसुमै हो, जुमसुममा अब एउटा गीत गाइदिनुहोस् है। ल हाम्रो सागर सर हुनुहुन्छ। ए हजुर पोखरा यति हो। ल ठिक छ। गीता कस्तो भइरहेको टुर? जाडो भइरहेको अनि कपडा लाउनु पर्छ नि त। यो लाउनु ढकाल भण्डारी के छ? भण्डारीको स्माइलै गराएको के अरे। के छ सर? गीतै होइन? कस्तो भयो त आजको डे टु? बवाल छ। 3 घण्टाको निन्द्रामा आएको। 3 टक्का लाएर 3 बजे उठेर 12 बजे सुतेर 3 बजे उठेको। हेलो गाइज, हामी टक्क लाएर मुक्तिनाथ दर्शन गर्न गएको छौँ। टक्क आइपुगेका छौँ होइन। मसँग म छु, त्यस्तै गरी हाम्रो दुर्गा सर हुनुहुन्छ र त्यस्तै गरी हाम्रो अर्जुन सर हुनुहुन्छ। अर्जुन सर हुनुहुन्छ होइन। जे भए पनि अब अरू साथीहरू चाहिँ गइसक्नु भयो। हामी चाहिँ सबभन्दा लास्ट स्टुडेन्टलाई लिएर आउँदैछौँ। अनि यस्तै छ होइन। यहाँको मौसम एकदम चिसो छ होइन। जय मुक्तिनाथ। हजुरहरू पनि अवश्य यहाँको भिजिट गर्नु होला। अनि हजुरले यहाँको देख्न सक्नुहुन्छ है। यस्तै गरी टक्क लाएर मस्त घाम लागेको छ। अनि यहाँको क्लाइमेट हेर्दाखेरि एकदम बवाल छ। त्यस्तै गरी अब सागर सर आउँदै हुनुहुन्छ। अहिले मोबाइलमा रीतिका मक्ख छ। आज फर्स्ट डे भन्दा थियो होइन, सेकेन्ड डे। ल सेकेन्ड डे। अब हजुरहरूलाई यस्तो देख्न सक्नुहुन्छ। मेरो अब चस्मा एकदम भाइरल भएको छ अहिले चाहिँ। त्यस्तै गरी यहाँ हाम्रो विद्यार्थीहरूले मालासाला किन्दैछन्। गीता मलाई के किनिदिन्छौ? के किनिदिनु हौ? बबिता के किन्ने हो? मलाई सरलाई के किनिदिने हो? चक्लेट? ए ल ठिक छ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको भिडहरू। नरेवाला कसरी नि? केटाहरू गाइज सन्देश छ के छ? ल हेलो कस्तो लागिरहेछ? जम्का भेट भएको छ सबैजना। हामी मुक्तिनाथ मन्दिरमा छौँ है सबजना। कस्तो लाग्यो? ल ठिक छ। अहिले एकदम शान्ति भएको छ। प्यान्ट के भयो? घटे प्यान्ट कसको साउन के हो? मोबाइल त राख्न नि। दुर्गा सर, हाम्रो समय छोडिने मान्छे को अरे?
हाम्रो माया जुनी जुनीलाई होस् म्यामसँग अझै गाडा बसियो 100 वर्ष हाम्रो सम्बन्ध चिनी र चियाको जस्तो भयो ल हेलो रेग्मी सर लुक एट हियर हेलो दुर्गा सर प्लिज के भइरहेको छ यस्तै छ आज हाम्रो कति दिन दोस्रो दिन होइन मान्छे भन्दा नि धेरै खाना खाएको छ ऋतिकाले ल ठिक छ केही छ मान्छे भन्दा नि गएर खाएको सब्जी होइन त खान्छ के खान्छौ आउँछ है आउँछ सिरियसली के खान्छौ मिठो छैन खानै मन लागेन के खान्छौ त मासु मन्दिर आएको मासु खानु हुँदैन नि त के छ गाइस आज राति हामी क्याम्प फायर हान्ने हो मेरो सोर्नी गइसकेछ ए भोलि राति रहेछ सरको सबसे धेरै सब्स्क्राइबर मैले बढाएको हो ल ठिक छ अब सब्स्क्राइब हान्दिनु होला लाइक पनि ल अर्जुन सर केही भन्नु छ आज दोस्रो दिन कस्तो भइरहेको छ जोसै आएन सर सर हजुरै हो र कसलाई लेक लाग्यो खै सजिलो हेर त लेक लागे जस्तो त देख्दिनँ मैले होइन नि हिउँ पनि खेल्यो एकैचोटि होइन कि आज तपाईलाई नुहाउँदा कस्तो फिल भइरहेको थियो मर्र लाग्नु भएन मेरो त काटे जस्तो टुके थियो उसमा भयो हामी मुस्ताङबाट बस पार्कमा आइसकेका छौँ मसँगै हाम्रो दुर्गा सर हुनुहुन्छ सर के भन्नु छ अहिले चाहिँ आँखामा एन्टिबायोटिक पर्यो सु हेरिसकेको छैन एकछिन सु हेरेर भन्छु है त ल छौँ है भर्खर चट्टल लगाएर हजुरहरूले देख्न सक्नुहुन्छ जाडो मौसम छ गाह्रो छ चिसो भएको छ ल यहाँ चाहिँ हामी चाहिँ अब मेन मार्फा भिलेजभित्र इन्ट्री गरेका छौँ है यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ विभिन्न खालका ड्रेसहरू है तिब्बतियन पोसाकहरू है टक्क लगाएर भाडा पनि पाइँदैछ फोटो खिच्नको लागि हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यस्तो सानो क्युटी प्रोडक्टहरू छ मार पनि छ ल ठ्याक्क सुवा खानलाई मिल्ने ठ्याक्क ब्याग रहेछ हजुरहरूले देख्न सक्नुहुन्छ अब हामी यस्तै गरी प्रस्थानतिर हामी जेरी गलीतिर प्रस्थान हान्दैछौँ ओ उता नि कबड्डी गल्ली छ है यहाँ टक्क लगाएर कबड्डी गल्लीमा चाहिँ अब मलाई अर्जुन सरले एक दुईवटा टक्क लगाएर हानिदिनुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ ल टक्क लगाएर है सरहरू जेरी गल्लीतिर आउँदै हुनुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ डनहरू हुनुहुन्छ टक्क लगाएर
सोधी हेर न